नमस्कार म आइसकेको जरुर एकदम जरुरी न्युज लिएर हजुरमा आज मिति 2082 फागुनको 16 गतेको दिन त्रिभुवन इन्टरनेसनल एयरपोर्टमा कति नेपालीहरू अलपत्र भएको अवस्था रहेको छ। तपाईँहरू अहिले काठमाडौँ एयरपोर्टमा दुबई कतार अथवा अन्य देश जाने अलपत्र परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो उडान एकदम बन्द गरेको छ। यो चाहिँ म तल राखिदिन्छु, यो नम्बरमा कल गर्नु होला है। जति सक्दो सेयर गरिदिनु होला, किन बन्द छ, किन अलपत्र परिरहेको अवस्था रहेको छ। म चाहिँ हजुरलाई इयर को फ्लाइटहरूको नम्बर दिनेछु। थाई दुबई, जारी एयरलाइन्स, कुवेट एयरलाइन्स, कतार एयरलाइन्स, नेपाल एयरलाइन्स र विभिन्न कमन नम्बर राखिदिनेछु। तपाईँले कन्ट्याक्ट गर्नु होला। जति सक्दो भिडियो सेयर गरिदिनु होला। किन नेपालीहरू बाहिर जाँदा आफ्नो देशमा रोजगार नहुँदा आफ्नो बाहिर जाँदा चाहिँ अहिले रोक गरिएको छ। त्रिभुवन इन्टरनेसनलमा अहिले जनताहरू एकदम अलपत्र परेको अवस्था रहेको छ। जति सक्दो भिडियो सेयर गरिदिनु होला। धन्यवाद।